अब चाहिँ चाउमिनको पालो आएको छ र म चाउमिन बनाउँदैछु र यसको लागि चाहिँ मैले सबै सामग्री रेडी गरिसकेको छु र यहाँ फर्स्टमा चाहिँ मैले काउली बोइल गरेर यसलाई फ्राई गर्दैछु र यो फ्राई पनि भइसकेको छ। अब यसलाई निकाल्दैछु अनि फेरि फ्राई गर्दैछु श्रिम्पलाई पनि मैले फ्राई गर्न हालिसकेको छु र एकछिन यसलाई म फ्राई हुन दिनेछु। र मजाले चलाएर फेरि फ्राई हुन छोडिदिनेछु। हेर्नुहोस् त एकदमै राम्ररी फ्राई भइसकेको छ। अब यसलाई चाहिँ म निकाल्दैछु। यसलाई मैले निकालेर पनि सकेँ। यसै गरी तयार भइसकेको छ श्रिम्प र काउली पनि। अब तयार गर्दैछु म चाउमिनको लागि र प्यान पनि तातिसकेको छ र यसमा हाल्दैछु प्याज र यसमा हाल्दैछु हर्दी। अब थुक्पा हाल्दैछु र यसलाई राम्ररी म चलाउने छु। र यसमा हाल्दैछु स्वाद अनुसार नुन। यहाँ हाल्दैछु चाउमिन मसला। यो चाहिँ रङ खोर्सानी हो, यसलाई पनि हालिदिएँ। अब राम्रोसँगले यसलाई म मिक्स गर्दैछु। यो चाहिँ राम्रोसँगले फ्राई हुँदैछ। अब एकछिन यसलाई म यत्तिकै छोडिदिनेछु। यो चाहिँ मजाले फ्राई भइसकेको छ र एकछिन यसलाई मैले पाक्न छोडिदिँदैछु। अनि म यसमा एड गर्दैछु यो काउली र श्रिम्पलाई। र काउलीलाई पनि बोइल गरिवरी मैले यसलाई फ्राई पनि गरेको छु र श्रिम्पलाई पनि फ्राई गरिवरी तयार गरेको छु। यो चाहिँ चाउमिनमा एड गरेर यसलाई एकछिन पाक्न दिनेछु र मैले एड पनि गर्दैछु। अब यसमा हाल्दैछु स्विट सस। यो चाहिँ मैले बच्चाहरूको लागि स्कुलको लागि तयार गर्दैछु लन्च, त्यही भएर म चाहिँ स्विट सस हाल्दैछु र यसमा एड गर्दैछु सोया सस। अब मैले सबै हालिसकेँ, यसलाई राम्रोसँग मिक्स गर्दैछु र मैले गरि पनि सकेँ। हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ। अब यो तयार भइसकेको छ।